गाइस फेरि पनि स्वागत छ हजुरहरुलाई मेरो नयाँ भिडियोमा। सो अहिले चाहिँ म यहाँ चामल बोकेर अंकलको घरतिर जाँदैछु। चामल यो चाहिँ एकदम एक्सपेन्सिभ चामल हो किनकि यो चाहिँ बिरयानी बनाउने चामल हो। सो त्यसैले म चाहिँ बिरयानी बनाउने चामल लिएर आइसकेको छु। सो अब हामी अंकलको घर चिकन बिरयानी बनाउने छौं। सो कस्तो बन्ने छ अनि यो चाहिँ लखर लखर चोचेको मासु लिएर हिँड्दैछ। हाम्रो फ्याउरी चाहिँ यहाँ मसला कुट्दैछ, के को लागि मसला हो। सो हामी चाहिँ यहाँ अंकलको घर आइपुगेको छ। सो गाइज आजको कुकम्यान चाहिँ हाम्रो अंकल जी हुनुहुन्छ अनि बिरयानी बनाउँदै हुनुहुन्छ अंकलजीले। सो बिरयानीको रेसिपी चाहिँ यहाँ बन्दैछ, हेर्न सक्नुहुन्छ गाइज। अनि एकछिन पछि देखाउने छु हजुरहरुलाई बिरयानी बनाइसकेपछि। खै तिम्रो आइफोन देखाउ त। अगाडिबाट देखाउ न। A few moments later. So guys हेर्न सक्नुहुन्छ आइफोन 15 प्रो मैक्स। यो चाहिँ कसको हो यो आइफोन? अंकल ड्याडीको आइफोन। ल तेरो ड्याडीको आइफोन तै देखाइदे। किन यस्तो भयो? के का लागि भयो यो यस्तो? यो चार्जरको लागि भयो। चार्जर बिग्रेको थियो? चार्जर बिग्रेको थियो। अनि त चाहिँ के हेरिरहेको छिस् त फेरि? अनि तेरो कामसाम केही छैन? कामसाम केही छैन? अलि कामसाम गर्ने त्यहाँ यसो बिरयानी सिरयानी पकाउनमा हेल्प गर्ने अङ्कलजीलाई। अनि नमस्ते भन् दाइलाई। सो गाइस यहाँ हाम्रो बाहिर पनि भान्सा हुँदैछ, भित्र अलग भान्सा बाहिर अलग भान्सा हुँदैछ किनकि यहाँ चाहिँ बुङ्गुरको मासु पाक्दैछ नि त यो चुल्हामा। सो बुङ्गुर सुँगुर भित्र चल्दैन, अनि भित्र त चल्छ तर यहाँ मान्छेलाई चल्दैन। सो त्यसैले यहाँ बाहिर पाक्दैछ बुङ्गुर चाहिँ, भित्र चाहिँ चिकन बिरयानी पाक्दैछ। अझै टाइम लाग्छ बिरयानी पाक्नको लागि। सो अहिले पाकिसकेपछि हजुरहरूलाई देखाउने छु। सो फाइनली गाइज हाम्रो बिरयानी चाहिँ रेडी भइसकेको छ, हेर्न सक्नुहुन्छ यहाँ बिरयानी। वाह भवालै भएको छ बिरयानी चाहिँ। यो बिरयानी चाहिँ स्पेसल अङ्कलजीले बनाउनु भएको हो। सो बिरयानी पाकिसकेको छ, अब मासु पाक्दैछ, चुवाचेको मासु पाक्दैछ यो देब्चीमा। सो बिरयानी चाहिँ रेडी भइसकेको छ। यो बिरयानी सिरयानी अनि मासु सासु के को हो कस्तो हो भन्ने सोच्नुभयो होला। सो भोलि चाहिँ न्यू इयर नयाँ वर्ष। सो आज चाहिँ पार्टी चलिरहेको छ हाम्रो, होइन? मासु सासु यसो व्यवस्थित तरिकाले रमाइलो यसो गरौँ भनेर। सो भोलि चाहिँ नयाँ वर्ष हो, त्यही भएर आज चाहिँ रमाइलो समाइलो गर्दैछौँ। गाइस यहाँको सानोको फोटो हेर्न सक्नुहुन्छ, मेरो हेर्न सक्नुहुन्छ गाइस सानोको फोटो। अनि म चाहिँ टक्ला छु, हेर्न सक्नुहुन्छ टक्लिया। यो चाहिँ म हो, यो चाहिँ प्रिन्स हो, यो चाहिँ हाम्रो नानी। अनि सानोको फोटो चाहिँ सानोमा र अहिलेमा कस्तो फरक छ हेर्न सक्नुहुन्छ गाइस। धेरै अन्तर छ नि, कस्तो अन्तर छ? धेरै फरक छ नि। 2 hours later. ल म पनि आउँदैछु है। यो के हो यो? ल यो के हो? यस्तो गरेर यो छोड। अब डान्स हान्नु नि त, बजाइ पहिले मादल बजा, फोक मादल। बिना गीत चट मात्रै राम्रो गीत हुनु पर्यो नि, यता हुन्छ नि यार। गीत 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 यस्तो मजाको सङ्गीत अनि मादल। हेलो हल्का नाचौ न यार, हो कि नहीं?
फाइनली गाइज यहाँ हेर्न सक्नुहुन्छ यिनीहरूको बुङ्गुर पार्टी धराने बुङ्गुर हेर्नुहोस् खाएको देखा त्यो छ कि के भन्छन् नि त्यसलाई त्यो के भन्छन् कि त्यसलाई त्यो यो यसलाई बोसे भन्न बोसे छ गाइजहरू बुङ्गुरको खाने आउनुहोस् तातो भएर गाइज यिनीहरू चाहिँ बुङ्गुरको मजा लिइरहेछन् सो ठिकै छ सो बुङ्गुर नखाने भएर मात्रै हो नत्र भने म पनि ल्याम पारिदिन्थेँ सो मलाई चाहिँ बुङ्गुर चल्दैन गाई त्यही भएर म चाहिँ पहिला त खान्थ्यो अहिले खान्दा सो नचल्ने भइसक्नु भएको छ नचल्ने भइसकेको छु त्यही भएर सो त्यसैले म चाहिँ खाँदैन सो खाँदैछन् टोलीले कस्तो छ टेस्ट भनिदिउ न त एकदम दामी छ दामी छ धराने बुङ्गुर कालो यहाँले चाहिँ पकाउनु भयो अङ्कलले बन्यो तातो छ गाइजहरू सो फाइनली गाइज मासु देखाइदिउँ त्यो बुङ्गुरको पनि देखाइदिउँ कि बुङ्गुर खाँदैन त्यही पनि बुङ्गुरको मासु देखाइदिन्छु सो गाइज हेर्न सक्नुहुन्छ बुङ्गुरको मासु बनिसकेको छ सो फाइनली सबै चिज रेडी भइसकेको छ सो अब चाहिँ हामी बिरयानीलाई टेस्ट गर्नेछौँ सो गाइज हाम्रो बिरयानी चाहिँ रेडी भइसक्यो अब यसलाई हामीले ल्याम खानुपर्ने हुन्छ लेग पिस हेर्न सक्नुहुन्छ बिरयानी सबै बसेर खाँदैछौँ अनि के हो त्यो च्वाचीको मासु सो बिरयानी हेर्न सक्नुहुन्छ गाइज अब चाहिँ बिरयानी चाहिँ स्टार्ट भइसकेको छ आन्टीको भाग भएर न चाचीको मासु वाह च्वाचीको मासु गाइज यता हेर्नुहोस् वाह लेग पिस खाँदै भात आस्नु सक्दै छ तल नि हाल्दैछु हेर्न सक्नुहुन्छ गाइज लेग पिस यता नदेखाइस् है मलाई यहाँ हाम्रो लेग पिस छिटै छ मिठो छ दामी सुँगुरको भेज मासुको झोल हो र अङ्कलको बलमा त्यो भिडियो बनाएर पुरानो साललाई बाई बाई नयाँ साललाई स्वागत छ वाह अङ्कल टोक्नु चिकन बिरयानी बनाएर खानु लाग्यो ल टोक्नु है स्वादिष्ट है आफै बनाएर आफै धेरै स्वादिष्ट छ चिकन ल चिकन बिरयानी आन्टी के भन्न चाहनुहुन्छ आन्टीले के भन्छ आन्टीले पनि खाइरहेछ यो च्वाचीको मासु तैँले के भन्न चाहन्छस् केही भन्न चाहदैन कस्तो छ टेस्टी छ टेस्टी छ म बिजी छु अनि यहाँ सरको केही मलाई डिस्टर्ब नगर्नुहोस् म हो र लेग पिस कहाँ गयो तेरो A few moments later. बिरयानी रोका है बहुत देखने का मौका है सानैबाट देख्ने बेला यस्तो चिज भन्नु भन्यो जितायो बिरयानीले अर्डर गर्नु यो किसको पार्ट हो कमेन्टमा लेख्नु होला फन पर्छ सो फाइनली गाइज अनि न्यु इयरको पार्टी पनि सकियो खाना अब बिरयानी पनि मजाले खायौँ कस्तो लाग्यो बिरयानी सबैजनाले भन्ने एकदम राम्रो एकदम मिठो अनि मिठो थियो मैले चाहिँ 2 थाल खाएँ त्यही हो गाइज अनि सो दुई थाल खाएँ होइन मैले मैले खान सकिनँ मैले 2 थाल खाएँ मैले पनि खान सकेन है गाइज अनि मस्तसँग खाइयो सबैजनालाई ह्याप्पी न्यु इयर गाइज अनि त्यही हो अझसम्म सब्सक्राइब गर्नु भएको छैन भने गरिदिनु होला त्यही नै हो सबैजनाले के भन्दै ह्याप्पी न्यु इयर ह्याप्पी न्यु इयर